घरमा को हुनुहुन्छ? के थियो होला हजुर? जनगणना गर्नु थियो। ए यता बस्नु न। ल भन्नु त अब कतिजना हुनुहुन्छ घरमा? 15 जना। 15 जना? अनि भाइ बहिनी चाहिँ कति हुनुहुन्छ नि? भाइ बहिनी 10 जना। 10? 10 भाइ बहिनी छोराछोरी 10 भनेपछि 5 जना चाहिँ कसरी बढ्यो बाबा? कि नोकर पनि राख्नु भएको छ र 3 जना? हिसाब मिलेन त यहाँ त। हाम्रो बाले 4वटी श्रीमती बिहा गरेको के? अनि बाबाले त्यत्रो 4-4वटी श्रीमती बिहा गर्दा तपाईले केही भन्नु भएन? म त कान्छी श्रीमतीको कान्छी छोरी हो त। ए